होइन यसको भित्रको सबै यो जुन डिटेल छ नि होइन यो मोस्ट प्रब्ली हामीले जमानादेखि नै त यही गरेर त आएको होला नि त होइन ढड्डा बेस होइन अब यहाँ इन्ट्रेस्टिङ कुरा हजुरलाई भन्नु ल म सही रहेछु कि यसमा होइन हजुरले आइएम स्योर रियलाइज गर्नुभएको छ होला 10 नम्बरमा चाहिँ यो पेट्रोल हो कि डिजल हो भनेर मात्र अप्सन छ कि अनि त्यसपछि चाहिँ त्यसमा चाहिँ इलेक्ट्रिक जस्तो लाग्यो मलाई होइन डबल चेक गर्नु चाहिँ के लेखाएको छ 10 नम्बरमा इलेक्ट्रिक हो त्यो लेखेको पेट्रोल हो कि डिजल हो भनेर सोधेको छ अनि उसले होइन यो के पनि इलेक्ट्रिक हातले लेखेको छ होइन काटेर लेख्छ भनेपछि अब आजको दिनमा सबसे पहिला इभी कहिले आएको थियो गिभ अर टेक विच इयर वाज इट डु यु थिङ्क इभीलाई चाहिँ कसरी बुझ्दिने भन्ने कुरा हो होइन अब 4-व्हिलर इभी कमर्सियल 4-व्हिलर प्राइभेट इभी आएको महिन्द्रा अब रेभाहरूकै कुरा गर्ने 16-17 तिर हो लेट 90s मा आई थिङ्क 3-व्हिलर स्टार्ट भएको थियो नर्वेजियन ग्रान्डमा सफा टेम्पो जुन भन्छौँ हामीले अनि यो अर्बन ट्रान्सपोर्टको लागि त्यहाँबाट सुरु भएको रेवा केम लेट आई थिङ्क 2000 अर्ली 2000 मा रेवा 4-व्हिलर भन्नु सो सफा टेम्पो आयो होइन साँच्चै के भन्यो सफा टेम्पो आयो त्यस पश्चात रेवा आयो जुन अहिले पनि हामीले देखिरहेछौँ आई बिलिभ इजी मोडको भन्ने हिसाबले त्यो कहिलेकाहीँ त्यसरी पनि देखियो त्यसपछि महेन्द्रको के भन्छ रेवालाई पनि खास इन्डियामा चाहिँ महिन्द्राले टेक ओभर गरेको हो अनि रेवाको इम्प्रोभाइज भर्सन इज इटु ओके सो त्यो आयो त्यस पश्चात भनौँ न त्यो कुन इयरमा आयो गिभ अर टेकमा त गरे कि मैले ट्रली बस त मात्रै हामी गएको छैन इलेक्ट्रिक ट्रली बस भयो होइन त्यो फेरि 4-व्हिलर भन्न मिलेर नि त ट्रली बसलाई कमर्सियली मैले किन यो भने कमर्सियली ल भनौँ न रेवा र हाम्रो इटु आएको 10 वर्ष भयो त्यसपछि बेसी मोर देन द्याट होइन 20 वर्ष भयो भने चाहिँ अहिलेसम्म हामीले हाम्रो ब्लु बुकमा ब्लु बुकमा हामीले पेट्रोल डिजलबाट हामी अगाडि बढेका छैन रहेछौँ त्यसमै त्यो पनि त देखियो नि त होइन त यसमा त इलेक्ट्रिक भनेर त हालिसक्नु पर्ने हो नि त अहिलेसम्म होइन र हामीले पनि